भाई को नाम के पो अरे? अब्राम के दोलांगी। हाम्रो अब्राम दोलांगी भाइलाई चाहिँ आज रोड टेस्टमा लाइसेन्स निकाल्यो अरे। गाडी सिकेको कति दिनमा लाइसेन्स निस्क्यो अरे? 17 दिनमा। हिजो लाइसेन्स निकालेको होइन अनि आज रोड टेस्ट। रोड टेस्टको अनुभव कस्तो भइरहेछ? बाटोमा कुदाउनु चाहिँ गाह्रै हुन्छ। अलिकति रेस बढाउने। 3 नम्बरमा बिस्तारो क्लच छोड्दै जाने, रेस आफै बढ्दै जाने। अब खाल्डाखुल्डी आयो 2 नम्बरमा डाउन गर्नु। रोड टेस्ट फेरि हाम्रो सिधै अफरोडमा हुन्छ। अफरोड कुदाउनु पास भएपछि चाहिँ जस्तै पिचमा पनि कुदाउन सक्ने हुन्छ, त्यसैले सुरुमै अफरोड। ल गाइजहरू सब्सक्राइब गरिदिनु होला तपाईहरु पनि। म भन्दा नि हाम्रो भाइले भनिदिन्छ। हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। अङ्कलले चाहिँ एकदम राम्ररी सिकाउनुहुन्छ है। ट्रायल पास गर्ने नि ट्रिकहरू चाहिँ एकदमै राम्ररी सिकाउनु भयो भने। अनि त्यहाँ ट्रायल त यहाँ दिएपछि त केही जस्तो लाग्दैन, किन भन्दाखेरि 100% नै हो। किन भन्दाखेरि अब त्यहाँ गाडी चाहिँ अलिक सजिलो हुँदो रहेछ, अलिक सेन्सिटिभ छ त्यहाँ गाडी। यहाँ चाहिँ यहाँको गाडी कुदाउनेले चाहिँ त्यहाँकोले मजाले दिन्छ। उकालोहरू पनि यहाँभन्दा धेरै नर्मल छ यातायातमा होइन। यहाँ उकालो गर्नेले यातायातमा त एकदम राम्ररी। भाइले त कति 9-10 दिनदेखि उकालो उठाउन थालेको होइन? 9 दिन होला। 9 दिनदेखि भाइले उकालोमा रोकेर उठाउने सक्ने भएको थियो। भाइको फेरि मैले एकदम सुरुदेखि नै सिकेको हो। सुरुदेखि 0 देखि हो। फेरि उहाँको एकदम राम्रो एकचोटि भन्नुपर्छ भाइले पनि सर टिप्ने सजिलो। त्यो तपाईहरुमा नै अन्तर पर्छ होइन। कतिको अब आफूमा टिप्ने क्षमता छ होइन, त्यो पनि हुन्छ। अब कोही ढिलो टिप्ने छिटो टिप्ने जस्तो भए पनि 15 दिनदेखि 20 दिनमा लाइसेन्स निकाल्न सक्ने चाहिँ हामी बनाउन सक्छौँ तपाईँहरूलाई। ग्यारेन्टी नै जस्तै। अनि कति फुल पर्सेन्ट भयो भने 6 दिन 7 दिन 6 दिन 7 दिन चाहिँ तपाईँहरू यसरी रोड टेस्टमा रोडमा पनि लान सक्ने हामी बनाउँछौँ तपाईँहरूलाई। अब अफ रोड भाइले कुदाइसक्नु भएको छ। अफ रोड कुदाउनु भनेको चाहिँ एकदम गाह्रो हुन्छ। पिचमा जस्तो हुँदैन, धेरै स्टियरिङ फाल्ने हुन्छ, गाल्डाङ गुल्डुङ हुन्छ। खाल्डोमा कसरी उठाउने, खाल्डोमा कसरी गाडी हाल्ने, उकालो आयो भने रेस्ट कसरी दिँदै जाने, यो चाहिँ हामी तपाईँहरूलाई सिकाउनेछौँ। हल्का रेस नर्मल्ली रेस दिँदै जाने। भाइले चाहिँ अफरोडमै कति नम्बर गियरसम्ममा लायो? 3 गियरसम्म कुदाउने भइसक्यो आज। फर्स्टचोटि हामी रोड टेस्टमा निस्केको हो आज। ल 2 मा लाउने। हल्का नर्मल्ली घाचा घुचुक पनि भएको छैन भाइको आज, धेरै राम्रो छ। नभए प्रायः जस्तो मान्छेले चाहिँ गियर चेन्ज गर्ने बेलामा घाचक बनाउँछ कि। यो चाहिँ मान्छेको स्टुडेन्टको धेरै गल्ती हुन्छ। 1बाट 2 मा लाउने गियर एकैचोटि 4 मा पुर्याउने सम्भावना बढी हुन्छ। अब अगाडि अर्को टिफर जाँदैछ, गाडीलाई 1 मा झार्ने, नभए अगाडि गाडीले बाटो पनि छैन हामीसँग।
बाइकवालाले त मजाले हेरेर गयो खाल्डोहरू चाहिँ पर हेरिसक्नु पर्यो अफरोडमा कुद्दा भनेको धेरै खाल्डाखुल्डी हुने सम्भावना हुन्छ होइन झन् यो अब पानी परेर जमिएको ठाउँमा एकदम डेन्जर हुन्छ पानीले भरिएको हुन्छ नि खाल्डो पनि के जस्तो हुन्छ त रोटै जस्तो देखिन्छ नि त होइन त्यो धेरै केयर हुनु यहीँबाट निस्किने अब उताबाट घुमेर आउन त्यो पल्लो टर्निङबाट परबाट बिस्तारो पछि जानु परबाट चिप्लिन्छ पानी परेछ हिलो छ धेरै सिधै उकाल्नु पर्यो